हिन्दुस्तानले हामीले गरेको कुरा लिगली के हुन्छ भन्ने कुरा लिगल त तपाईँहरूको तपाईँहरूले कता कता घुमाउनुहुन्छ होला। म पनि कानुनको विद्यार्थी बिर्सिसकेँ सिद्धियो। तर एउटा यहाँ उठेको नयाँ पुस्तालाई जानकारी दिनुपर्छ भन्ने कुरा हामीले गर्दाखेरिको उहाँले नै हो हामीलाई उहाँको कलेजमा नयाँ ल कलेजमा बोलाएर हामी जगत भुषाल मलाई र शेरबहादुरजीलाई उहाँले बोलाएर हामीले त्यहाँ नयाँ पुस्तालाई जानकारी दिएका हौँ। तपाईँलाई याद छ रामकुमारी झाँक्री पनि हो मेरो हो है तपाईँले रिकभर गर्दा। त्यस कारणले नयाँ पुस्तालाई हामी जहाँ जो जे छौँ सक्ने हामीले गर्ने नै एउटा त्यो मेरो आग्रह। दोस्रो कुरा इन्डिया यहाँ सबै यहाँहरूले भनेको कुरा कुनै पनि गलत छैन, तर मेरो विनम्र आग्रह छ त्यो के हो भने हाम्रा भएका सामग्री नपढिकन हामी यहाँ दृष्टिकोण प्रस्तुत गरिरहेछौँ के यो एउटा कुरा हामीले विचार गर्नुपर्छ। यहाँ हामी कुनै विषयको छलफल गर्न आउँदा त्यो विषयसँग सम्बन्धित कुरा कहाँ के रहेछ भन्ने पनि त बुझ्नु पर्यो नि। त्यसै आवेशमा ऐतिहासिक कुरा नबुझिकन नयाँतिर जाँदा वैकल्पिक शक्ति पनि बन्दैन, हामी केही पनि गर्न सक्दैन। म एउटा त्यो पनि यहाँहरूलाई विनम्र आग्रह गर्छु, विषयवस्तु प्रस्तुतिकरण भइसकेपछि त्यो विषयवस्तुसँग अलिकति हामीले होमवर्क पनि गर्नु पर्यो। हामी अरूलाई होमवर्क गर्दैनौँ भनेर भन्छौँ भने हामीले पनि होमवर्क गरेर आयो भने अझ मजा हुन्छ होला। यो एउटा मेरो आग्रह, विनम्र आग्रह। किनभने सबै यहाँहरू मभन्दा अग्रज पनि हुनुहुन्छ, विद्वान पनि हुनुहुन्छ, अन्तर्राष्ट्रिय क्षेत्रमा काम गरेर पनि आउनुभएको होला, तर अध्ययन पनि आवश्यक छ। दोस्रो कुरा तपाईँले जे भन्नुभयो भारतले नै स्वीकारेको छ कि हामी यसलाई यो मुद्दामा छलफल गर्छौँ भनेर नै स्वीकारेको छ भनेपछि नेपालले आफ्नो स्ट्यान्ड नक्सा आइसकेपछि त्यसको आधारमा भारत त अहिले वास्तविक रूपमा भन्ने हो भने चीन के गरिरहेछ भन्दा चीनलाई हामीले बुझाउन सकेका छैनौँ कि अथवा चीनले उसले के हेरिरहेछ भने भारतसँगको व्यापारिक सम्बन्धको दृष्टिकोण राखेर आवश्यक पर्दा हामीलाई कुरा गर्ने, नभएको खण्डमा उनीहरू आफू मिल्ने ताल भइरहेछ। त्यसकारणले चीनलाई पनि हामीले चीनको पनि यो केसमा चीनको पनि गल्ती छ, तर त्यो गल्तीको सुरुवात दुईटा हामीले के हेर्नुपर्छ भने राजा महेन्द्रले गरे, तर त्यो बेला सुगौलीको सन्धिलाई ध्यान दिएको जस्तो हामीलाई लाग्दैन। त्यो इतिहासविदहरूले मेरो कुरालाई काट्नुपर्छ इतिहासको आधारमा है, फ्याक्चुअल आधारमा। त्यसैले चीनसँग पनि डाक्टर भुषालकोले पनि हामीले पनि यो किताबमा पनि भन्छ चीनसँग पनि हामीले हाम्रो कुरा एकचोटि फेरि यो विषयमा उठाउनुपर्छ भनेर हामीले भनेको कारण त्यति हो। अर्को कुरा भारतसँग त त्यो तपाईँले पुरानो डकुमेन्टहरू हेर्दै जानु, सन्तले ल्याए पिक एन्ड चुज गरे उसले। त्यहाँ कस्तो भएको छ भने हेर्नुहोस्, तपाईँले मलाई राष्ट्रद्रोही भन्नुहोस् केही फरक पर्छ, तर मेरो किताब पनि नपढ्नुहोस्, तर त्यो पुरा विवरण त महाकाली सन्धि कसरी भयो के भयो त मेरो किताबमा त तपाईँले पढ्नु भएको छ। हामी सचिव स्तरमा गरेको बैठक असफल भइसकेको बैठकलाई यो प्रणब मुखर्जीलाई बस्न भनेर शेरबहादुरजीले, त्यसपछि आएर प्रकाश चन्द्र लोहनीले र पशुपति शमशेर राणा उहाँहरूलाई साथ दिने माधव नेपाल र केपी ओलीले नगरे भए हुन्थ्यो पछि, र उहाँहरूले हामीले छोडेको कुरा स्वीकार्या होइन। त्यो कुराको जिम्मेवारी उहाँहरूले लिने कि म माथि आउने है, त्यो पढ्नु पऱ्यो नि किताबमा ह्यान्डसाइटमा। र कुन गल्ती हामीले त्यो बेला पनि गऱ्यौँ भन्ने कुरा त हामीले छोडेर हिँडेको, मध्यरातमा छोडेर हिँडेको हो। र हामीले त्यो दफा जुन तपाईँले कोट गरेको दफा, वी डिडन्ट वान्ट द्याट दफा, बिकज अफ द्याट दफा ओन्ली हामीले इन्क्लुसिभ भएर त्यो वार्ता असफल भयो भनेर उठेरै हिँड्यो। हामीलाई राति 1 बजे बिहान 6 बजे हामीलाई उसमा बोलाएको होइन, शीतल निवासमा। त्यो किन बिर्सिने? त्यसको कथा भन्ने हो भने अहिले भेरी ह्याप्पी, म जोसुकै प्रेसवालाहरू आउन् उनीहरूसँग कुरा गर्न तयार छु। र त्यो बेलामा एमाले अड्दिएको भए उसले भारतसँग हामी भोलि सत्तामा आउन चाहन्छौँ भन्ने कुरा नसोचेर एमाले अड्याए पास हुन्थ्यो।
त्यो देखाउने त ड्राफ्ट गर्ने त तपाईँ हामी नै हौँ त्यहाँ बसेर। त्यो पनि बिर्सिनु भएन। त्यो ड्राफ्ट त्यो प्रकाशित गर्ने धन्द त्यो बेला प्रकाशित गरे रहेछौँ हामीले। त्यो बेला पनि विवाद थियो यो किताब प्रकाशित गर्ने कि नगर्ने भन्ने कुरा। अर्को कुरो त्यही बेला नै यो विषयलाई महाकालीको विषयमा सुरुमा हामीले वंशाको कुरामा वंशाले गरेपछि नेग्लेक्ट भयो, नेग्लेक्ट हुँदै गयो। उनीहरूले त्यसमा अघि नै भनिसके कसरी इन्क्रोचमेन्ट तर त्यति हुँदा पनि इन्डियाले स्वीकार गरेको छ हामी वार्ता गर्छौँ भनेर। त्यो कुरा त बिर्सिनु भएन नि। अनि हो त्यो भनेपछि त यहाँ लिगल इस्यु कसरी आउने भयो हेर्लाई। त्यो कुरा पनि त तपाईँहरू जस्ता लिगलीहरूले जब उसले दुई पक्ष मैसँग छ त्यो ड्राफ्ट गर्ने बेला शीतल निवासमा त्यो उसको इन्द्र कुमार गिजरालको स्टेटमेन्ट ड्राफ्ट गर्ने बेला म पनि हो त्यहाँ बेला कस्तो दुःख गरेर हामीले त्यो स्टेटमेन्टमा पारेको हो र त्यही कारणले इन्द्र कुमार गुजराललाई भारतीयहरूले गाली गर्छ। त्यस कारणले त्यो कुनै यहाँहरूले हेरिदिनु पऱ्यो क्या। त्यो खालि त्यो यसो होला र उसो होला भन्नु हुँदा पनि त्यो फ्याक्चुअल कुराहरू हेरिदिनु पऱ्यो क्या है। त्यो फ्याक्चुअल हेरिदिनु पऱ्यो। अर्को कुरा तपाईँहरूको कुरो हो 1816 अब यहाँ अहिले आएर 1860 को केही मित्रहरू त्यो थियो थिएन राजाले गरेका थियो यो सब कुरा भन्दा पनि हामीले 4 मार्च 1816 बुझाएकै हो। त्यसपछि काठमाडौँमा गार्डनरलाई एडवर्ड गार्डनर जो कि अल्मोडाको गभर्नर ऊ थियो कमिसनर थियो उसलाई यहाँ पठाएको हो। यो यी सब कुराहरू र त्यसपछि भयो कि भएन नि त त्यो तपाईँहरू भन्नुहोस्। त्यो लिगल छैन भने जाउँ ग्रेटर नेपालमा। अब ग्रेटर नेपाल मान्ने हो भने यो नक्सा पनि त भएन होइन। त्यस कारणले यो खालि यो टोटोलोजी कि के भन्छ त्यसमा मात्रै लागेर भएन कि यो चिजहरू हाम्रा 1816 का सन्धि 1816 को डिसेम्बरको सन्धि 1860 को सन्धि 1875 को सन्धि त्यसपछि गएर अरू सन्धिहरू हेर्दै 1923 को हामीलाई बेलायतसँग भएको सन्धि यी सब हेरेर नजानु पर्ला हामीले। त्यो आवेशमा मात्रै आएर यो र ऊ भनेर त भयो। अब अहिलेको मुद्दा के हो भने भारतले हामीले नक्सा प्रकाशित गर्यौँ ठिक गऱ्यौँ बेठिक गऱ्यौँ फिनिस्ड। अब हाम्रो अगाडि के हो भने भारतले स्वीकारेको छ त्यो। म तपाईँहरूलाई चाहनुहुन्छ पत्रकार मित्रहरू आउनुहोस् म त्यो सबै डकुमेन्ट देखाउन सक्छु त्यो बेलाका कपीहरू। अहिले ऊ सन्तले देखाएकोमा पनि छ कसरी इन्डियन एम्बेसडरले प्ले गर्यो कसरी एमालेकाहरूले चले अनि सर्प पनि नमर्ने सर्प पनि मर्ने लट्ठी पनि नभाँचिने किसिमबाट यो तै चुप मै चुप गरेर हिँड्ने बेला अनि हामी ब्युरोक्रेट्सहरूलाई के भन्नुहुन्छ तपाईँ। अब रह्यो यसकारणले मेरो भनाइ यो जुन विषय छ जोइन्ट कमिसन छ जोइन्ट कमिसन एग्री गरेको छ। त्यो जोइन्ट कमिसनमा यो मुद्दा छ। त्यो मुद्दाको आधारमा परराष्ट्र सचिवहरूको कमिटी छ परराष्ट्र मन्त्रीहरूको कमिटी। किन भारत बस्दैन वाइ नट हामीले त्यो सोध्नु पऱ्यो नि। हाम्रो नक्सा यो हो ल अब छलफल गरौँ तिम्रो फ्याक्ट ल्याऊ भन्नु पऱ्यो। अनि पो अब जहाँसम्म गृह कार्य भएको छैन भने यो पनि टु सिम्प्लिस्टिक हो। हाम्रा सरकारका दस्तावेजहरू आउनु पर्यो। सूर्यनाथ उपाध्यायजीको कमिटीको रिपोर्ट किन बाहिर आउँदैन? किन विष्णुराज उप्रेतीको कमिटीको रिपोर्ट बाहिर आउँदैन? अरू धेरै नै सङ्कलन गरेर हामी सरकार किन भन्दैन कि जोसँग छ आऊ हामीलाई सहयोग गर भनेर। हिजो पार्टीका अब शब्द अप्ठ्यारो होला जो सत्तामा छ उसकै मान्छेहरूलाई राख्नु लिनु पर्यो। त्यो विषयमा व्यक्त गर्नेहरूलाई छैन। अहिले पनि हामी फेरि के गर्न खोज्दैछौँ भने सरकार नजिक हुनलाई प्रयास गरेर आफ्नो धारणा गर्दैछौँ त्यो गलत हुन्छ। हामीले त फ्याक्चुअल रूपमा जानुपर्छ। त्यो फ्याक्टमा मलाई लाग्छ भन्नु हाम्रा अत्यन्त धेरै दस्तावेजहरू छन्। ती दस्तावेजहरू सरकारले भन्नु पऱ्यो नि देऊ आऊ गर्ने त सरकार हो नि त। देऊ आऊ हामीलाई सहयोग गर भने कसले गर्दैन? यो कोठामा कोही छ सरकारलाई सहयोग गर्दैन भन्ने राष्ट्रको इस्युमा? यो त सरकारको समस्या हो। अनि के हामी बाहिर गएर सरकार हामीले गर्ने हो र? हामीले त आफ्ना विचारहरू व्यक्त गरिसकेपछि अनि हामीलाई चाहिएको खण्डमा हामी पनि त सडकमै गएको हो नि सडकमा नगएको हो र। तर गर्ने कसले हो? डाक्टर नरेन्द्र खनालले तपाईँहरू नक्सा हेर्नुहोस्
जगत भुसालको हेर्नुहोस्, सन्तले लेख्या होला, मैले त गरेको छैन होला, प्रभाकरले कति बोलिरहेछ, डाक्टर पिताम्बर शर्मा बोलिराख्नु भएको छ, आफ्नो आफ्नो तरिकाले रतन भण्डारीजीले बोलिराख्नु भएको छ, बुद्धिनारायणजीले बोलिराख्नु भएको छ। तर मुख्य कुरो के हो भने हाम्रो समस्या भनेको हामी एउटा यस्तो राष्ट्रिय विषयमा राष्ट्रिय रूपमा छलफल कमलले त्यत्रो काम गरेको हो। सोनाम साथी गए, भैरव विशाल गए, यो राष्ट्रिय मुद्दामा समस्या हाम्रो के हो भने हामी सबैलाई लिएर राष्ट्रको मुद्दामा यो मात्रै बोल्ने नभनुन्जेल हामीलाई भारतले पनि खेल्छ, चिनले पनि खेल्छ, खेल्ने नै भयो। अनि हामी पनि यहाँ कुरा गर्दा आउँदाखेरि कहिलेकाहीँ के हुन्छ भने त्यो इतिहास चाहिन्छ। ऊ सन्त मलाई बेला बेलामा भन्ने गर्छ, कस्तो त तिनीहरू सर विन्स्टन चर्चिलको उदाहरण लिएर भन्छ, जुन देशले इतिहासलाई बिर्सिँदैन त्यसको भविष्य हुँदैन। हामीले त इतिहासबाट नै हो नि, हामी त्यसै अहिले यहाँ आइपुग्या हो र हामीले छोड्नको लागि पनि त इतिहासैमा छोड्ने त हो। इतिहासबाट सिकेर हामीले अघि बढ्ने हो। यही हो। अब जहाँसम्म 2-3टा प्रस्तावहरू यहाँ उठ्या छ, एउटा हामीले प्रस्ताव, हाम्रो प्रस्ताव सुन्नु नसुन्नु, हु केयर्स, वी डोन्ट केयर। हामी पनि त आफ्नो दायित्व त निभाउनु पाउनु पऱ्यो नि त। त्यो दायित्व भनेको के हो भने हाम्रा जुन एउटा अहिलेको मुद्दा सरकारको ध्यान आकर्षण गराउनलाई हामी एउटा गरौँ। हामीले ड्राफ्ट गर्नुभएको देवीरामजीले हो, त्यसपछि जगत भुसालजीले हो र प्रभाकर हो र कमललाई पनि म प्रस्ताव गर्छु। 4 जना बसेर, यदि यहाँ अरू पनि बस्न चाहनु भने ठिक छ, बसेर हाम्रो जुन प्रस्ताव छ त्यसलाई हेरौँ, त्यसलाई रिभाइज गरौँ, छलफल गरौँ र हामीले सरकारको ध्यान आकर्षण। हामी त लड्न जाने त होइन, लड्न त माओवादी लड्या त सकेन, कहाँ गयो? हामी त बुद्धिले जे छ त्यो कुरो सरकारलाई दिने हो। सुन्छ सुन्दैन, उस देशै बेच्न जान्छ, वास्तै गर्दैन भने त हामी के गर्छ? तर हामीले बोल्नु त छोड्नु भएन नि। हाम्रो भनेको के हो? हाम्रो स्ट्रेन्थ भनेको देखेको कुरा बताउने, हामीले बोले सबै सही नहोला र सरकारले अझ दस्तावेज खोज्नुपर्छ भने खोजोस् न। बेलायतमा एम्बेसी छ, के गरेर बसिया छ नेपालको एम्बेसी? दिल्लीमा हाम्रो एम्बेसी छ, के गरेर बसिया छ? भनेपछि त एम्बेसीहरूलाई मोबिलाइज गरेर हामी त्यो बेला त्यो बेला धन्न के भयो भने हामीले उसलाई मानन्दरजीलाई, शान्त मानन्दरजीलाई बेलायत पठाएर सामग्री त गऱ्यौँ नि। अहिले त झन् गर्न सक्नु पर्ने हो नि त। ठिक छ, नपुग सामग्री, पहिले त त्यो सामग्रीहरूलाई सरकारले गरेर एउटा टिम बनाओस्। ठिक छ, हामी बाहे सुनेर नराखोस्, नयाँ पुस्तालाई राखेर टिम बनाओस्, उनीहरूले काम भए जहाँ जे सामग्री छन् त्यसलाई केलाउन् र सरकारले यो नक्साको आधारमा कुरा गर्नलाई कसरी जाने स्ट्राटेजी त्यो तयार गरोस्। चाहिन्छ भने सल्लाहकार बनोस्, युनिभर्सिटीकाहरूलाई राखेर अन्तर्राष्ट्रिय क्षेत्रमा काम गरेर आएका, यही नै इन्टरनेसनल कोर्ट अफ जस्टिसको निर्णयलाई कार्यान्वयन गरेर आउने हाम्रै अगाडि हुनुहुन्छ, तपाईँ हुनुहुन्छ पाण्डेजी, तपाईँ हुनुहुन्छ यहाँ तिमिल सेनाजी, तपाईँहरूले सल्लाहकार राखौँ। छिरन थापा हुनुहुन्छ, मेमोरी हुनुहुन्छ, जनरल विवेक हुनुहुन्छ, हामी त केही पनि होइन। तर अनि त्यस कारणले सल्लाहकारहरू हुनुहुन्छ यहाँ, यो उसमा सुरेश चालिसे हुनुहुन्छ। उहाँ एउटा बुद्धि त छ त, भएको बुद्धि प्रयोग गरौँ, नभए बाहिरबाट लिएर यसले कुरा गर्नु पर्यो। यति भन्दै फेरि मैले के भन्न चाहेँ भने मित्रहरू, अस्ति तपाईँहरूलाई आज यही प्रस्तुत हुँदा यो भएन, अलि व्यापक रूपमा छलफल गराउनु पऱ्यो भनेर तपाईँहरूलाई आग्रह गरिएको हो। आइदिनु भयो, तपाईँ हामीसँगै काम गऱ्यौँ, अझ पनि काम गरौँला हामीले। तपाईँहरूलाई धेरै धेरै धन्यवाद। र अबको कुरो भने